नमस्कार सही सम्पूर्ण साथीहरुलाई। आज भनी हामी चाहिँ काठमाडौँदेखि दिल्ली जाने हाम्रो यो मञ्जुश्री यातायात स्वयंदेखि दिल्लीसम्मको यात्रामा भएका केही क्लिप्सहरु र हाम्रो यातायात सम्बन्धी र यात्रामा भएका गतिविधिहरु तपाईलाई देखाउन गइरहेछौं। आशा छ मन पार्दिनु हुनेछ हैन। र बीचमा भएका बाटोहरु त्यसपछि गएर हाम्रो वीरगञ्ज हुँदै वीरगञ्जको नाका हैन, त्यहाँको भन्सार त्यताको जहाँ जहाँ चाहिँ भिडियो खिच्न मिल्ने सम्भव जहाँ छ त्यहाँको चाहिँ हामीलाई देखाइरहने छौं। सबै अहिले चाहिँ प्यासेन्जरहरु आउँदै हुनुहुन्छ सबैजना हैन। प्यासेन्जरहरु सबै आइसकेपछि हामी यात्रामा निस्कने छौं। आशा छ तपाईहरुले पक्कै पनि मन पराइदिनु हुनेछ भिडियोलाई। जस मञ्जुश्री यातायातको चाहिँ मेरो यो यात्रा चाहिँ पहिलो चोटी हो इन्डिया जाँदाखेरि हैन। जस सिटहरु पनि राम्रो रहेछ हैन। लामो दूरीको चाहिँ यात्रामा जस सबै जना आउँदै हुनुहुन्छ हैन। हामी दिल्लीसम्म चाहिँ लगभग हाम्रो 35 घण्टाको चाहिँ यात्रा हुनेछ हैन। यहाँ हाम्रो चाहिँ कन्डक्टर दाइ आइसक्नुभयो, मान्छे चेक गर्दै हुनुहुन्छ र म चाहिँ मेरो अगाडिको फ्रन्ट भिडियो हो हैन। तपाईहरुले देख्न सक्नुहुन्छ अहिले चाहिँ लगभग हाम्रो निक्लिसकेको छ बस चाहिँ हैन। र यतिखेर चाहिँ हामी ठ्याक्क लाएर भन्नुपर्दा यी वीरगञ्ज आई लभ वीरगञ्ज भनेर लेखेको गेट छ। अब यहाँदेखि उता चाहिँ अब इन्डियाको चाहिँ सीमा सुरु भएको छ अनि त्यतातिर भिडियो खिच्न दिएन। र अहिले हामी चाहिँ यो अब भन्दाखेरि ठ्याक्कै लाएर चाहिँ यो गोरखपुरदेखि आगराको यो एक्सप्रेस हो यो हैन। जे जति छ तपाईहरुले मजाले देख्न सक्नुहुन्छ यो बाटोहरु। जस यो नयाँ त्यति सारो चाहिँ डेभलप हुन अझै बाँकी रहेछ। बाटो त ठुलो छ तर बाटोको छेउछाउ हुँदै अलिकति बोट बिरुवाहरु पनि जस मरेको हेर्नु न, पानी नपाएर होला बिचरा कुनै त छेउको त राम्रो छ, बीच लेनको चाहिँ यो हावाले तातो हावा त्यस्तै अब होला नि, त्यही भएर चाहिँ अलि धेरै नै रहेछ। गाडी एकदम रफ्तारमा छ हाम्रो बस हैन। अहिले चाहिँ एकदम स्पिडमा छ, बाटो एकदम खाली छ। दुईटा बस छ, अर्को मञ्जुश्रीको र यो दुईटा बसको एकदम कम्पिटिसन छ। धेरै लामो यात्रा गर्दाखेरि थकान पनि लाग्दो रहेछ है। अब एकछिन चाहिँ मैले यो भिडियो मात्रै तपाईहरुलाई देखाउने छु। एकछिन चाहिँ मजाले रिल्याक्स भएर यहाँ बाटोहरु यताउता यो इन्डियाको चाहिँ सिनहरु हेरौँ हैन। साइड सिनहरु बाटो चाहिँ ट्याक्कै लाएर यो 6 लेनको 3 लेन उता 3 लेन यता हैन एकदम छ। र यहाँ चाहिँ एकदम जस पहिला भन्दा चाहिँ यो बीचमा चाहिँ यो के टोल ट्याक्स भन्ने चाहिँ उता तिर्नु पर्दो रहेछ। त्यसले गर्दा बिचमा चाहिँ अलिकति नेपाली गाडीहरुलाई चाहिँ अलि दुःख दिँदो रहेछ हैन। अनि कतै भिडियो भित्र त खिचेको देख्यो भने पनि त्यस्तो अलि चाहिँ गर्दो रहेछ, नगिज भन्दो रहेछ। अनि भन्नुभएको छ हामीलाई यहाँको गाडीको स्टाफहरुले भन्नुभएको छ अरु ठाउँ भिडियो खिचे पनि यस्तो ठाउँमा चाहिँ नखिच्दिनु होला, अलि झ्याउ गर्छ भन्नुहुन्छ हैन। त्यो कारणले गर्दा त्यो ठाउँहरुको चाहिँ सम्बन्धित ठाउँहरुको चाहिँ भिडियो खिचेन हैन। फेरि हाम्रो नेपालको जस्तो मजाले जहाँ त्यही अब हुन्छ नि स्टाफ होटलहरु खानाको लागि भनेर रोक्ने सिस्टम चाहिँ हुन रहेछ। अनि एकैचोटी अब हामी अहिले चाहिँ यहाँको वृन्दावनमा गएर चाहिँ खाना खुवाउने भन्ने कुरो छ। त्यहाँदेखि एकैचोटी अब सिधै दिल्ली हुन्छ होला हैन। जे होस् अरु जे भए पनि हाम्रो बाटोमा चाहिँ हाइवेमा चाहिँ स्टाफ होटलहरु चाहिँ मजाले भेटिन्छ, तर यहाँ चाहिँ अलि नभेटिने रहेछ। अरु चाहिँ ल है बाँकी हेर्दै गर्नुस् न भिडियो है त। मजाले निदाउनु भएको छ मान्छेहरु। यी भाइलाई चाहिँ निद्रा लागेको छैन, भोक लाग्यो भनिरहेको छैन हैन।
बाहिरको मौसम एकदम गर्मी छ अहिले चाहिँ है हेर्दाखेरि चाहिँ सबै आफ्नै आफ्नै सुरुमा छौँ।